उषालाई मनपर्ने सुमनले लेखेको नयाँ गीत छापिएको रहेछ, त्यसैले ल्याइदिए। होइन, यो सुमन भन्नेलाई चिनेकी पनि छौ कि? गीत गाउने गीतकारलाई चिन्नु पर्छ र? तर सुमनसित त तिम्रो निकै गहिरो सम्बन्ध भइसकेको जस्तो छ नि। आदेश लाग्छ भने तिमी पनि कविता लेख्न थाल। बडो राम्रो लेखेछ। सुमनले लेखेको जस्तो राम्रो भयो कि भएन त्यो भनिदिनु पर्यो। ल ल, उद्देश्य के लिनु उडी छुनु चन्द्र एक। तर माछा सजिलैसित जालमा फस्ला जस्तो लाग्दैन। कर्णेलले पनि आफ्नो नोकरको छोरासँगको हेलमेल कसरी मन पराउला नि त? नगली खुरुक्कै आइज नत्र। जा जा, अछ्यौ खा बछ्यौ खा झुसे बारुलो। के हेरेको? आँखामा त होइन, नाकमा पनि होइन। मित्रता भनेको बराबरीको राम्रो हुन्छ। त्यस्ता त म 10वटा नोकर राख्न सक्छु। तर मनको नातासँग धन दौलत र खानदानको कुनै सम्बन्ध हुन्न। अब हेरौँला हरि र त्यस गधाको बच्चालाई। कुनै पनि परपुरुषलाई सम्झनु आफूलाई धोका दिनु। हेलो प्रेम। विकासको नाम सुन्ने बित्तिकै अनुहारमा खुसियाली कसरी बस्न थाल्यो? तिम्रो दिमागबाट विकासको भूत कहिले जान्छ? जुन दिन विकास मर्छ कि म। मेरो घरमा बस्नु पाउनु। हेलो, म डाक्टर विकास बोलेको। मेरो बिहे किन कसरी प्रेमसँग भयो केही पनि सोधेनौ नि तिमीले? जीवन जुन रूपमा हाम्रो सामने आउँछ त्यही रूपमा हामीले स्वीकार गर्नुपर्छ। भाग्यले हामीलाई नदीको दुई किनारा बनाइदियो, तर यसको मतलब यो पनि त होइन कि जीवनभर तिमी बिहे नगरी बस। ती मलाई विवाहित देख्न चाहन्छु होइन? मैले यही अवस्थामा स्वीकार गरेँ भने तिमी मसँग बिहे गर्न राजी छौ?